हेलो साथीहरू, आज साउने सङ्क्रान्तिको हजुरहरूलाई धेरै धेरै शुभकामना। आज हजुरहरूले के गर्नुभयो, म चाहिँ फटाफट उठेँ, नुहाएँ, त्यहाँबाट बहर परार बुटुल गर्ने क्यार्नी गरेँ अनि पूजापाठ गरेँ भित्र बाहिर। त्यसपछि छोरीहरूलाई टिका लगाइदिएँ अनि यता टिका लगाइदिँदै बुढोले दुध पनि लिएर आएर बसालिदिनु भयो अनि आमा छोरी भएर चिया बनायौँ। अनि यतातिर तरकारी लिएर बसेको त बुढोसँग एकैछिन रमाइलो भयो, के लिएर आइदिनु भएछ मलाई साउनको गिफ्ट, छुरा मेहन्दी लगाइदिएर यहाँ जात्रा छ, रमाइलो भइरह्यो। बुढोले यति गर्दाखेरि त कति आनन्द लाग्यो नि, मक्क परेँ म त। अनि यता तरकारी पकाउँदैछु अनि फेरि आज सङ्क्रान्ति खिर खाम भन्नुभयो बुढो। अब यति अचार बनाउँछु र यता खिरको पनि तयारी गर्नु पर्ला। मलाई फेरि यो खिर बनाउनलाई बसेर चलाइरहन कति अल्छी लाग्छ फेरि। अनि यो नानी बाबु आयो, फेरि नानीको साथी पनि आयो अनि उनी नानी बाबुलाई एकैछिन लगाएँ अनि नानीको खाना पनि रेडी भयो। हामीले खिर खाने बिचरा नानीलाई चाहिँ सादा जो हो। अब भगवान्लाई थोरै चढाउन निकालेँ, त्यसपछि हाम्रो खिर निकालेर सबैको भागमा घिउ हाल्दै ल साथी